खोज रमाइलो यो हरेक ठाउँमा हामीले खोज्नुपर्छ, हरेक ठाउँमा हामी पुग्नुपर्छ, हरेक चिजको अनुभव लिनुपर्छ। सँगै लिएर अहिले चाहिँ म यो बागमती नदीको जुन यो हप्तारखेल र मक्कलबारीको बिचमा यो पुलको बिचमा आएर चाहिँ मैले यहाँ केही दृश्यहरू, यो पुलको दृश्यहरू, यो ठाउँको दृश्यहरू देखाइरहेको छु। र अहिले चाहिँ एकदमै तातो घाम पनि जस्तो लाग्छ। यहाँ चाहिँ तातो घाममा चाहिँ यहाँ एकदमै अहिले रमाइलो पनि भइराखेको छ। र हामी जतिसुकै जेसुकै सोच विचारले कहिले पनि हुँदैन। हाम्रो चाहिँ एकदम राम्रो सोच विचार गरेर राम्रो सोच विचारको तरिकाले हामी अगाडि बढ्नुपर्छ, निरन्तर दिनुपर्छ आफ्ना गन्तव्यलाई, आफ्ना सफलतालाई। हामी नयाँ नयाँ चिजहरूको आवश्यकता पर्छ र सोच पनि त्यतिकै नयाँ सोचमा परिणत गर्नुपर्छ। किन भन्दा हामीले जति राम्रो सोच गर्दै गर्छौँ त्यति धेरै हामीले परिवर्तन गर्न सकिन्छ, आफू परिवर्तन हुन सकिन्छ। जब हामी परिवर्तन हुन सकेन भने, सोचमा परिवर्तन गर्न सकेन भने हामी पुरानै शैलीमा चाहिँ हामी अन्त्य हुन्छ हाम्रो जीवन। त्यो भएको कारणले हरेक कुराहरू बुझ्नुपर्छ, हरेक कुराहरू हामीले चाहिँ अनुभव गर्नुपर्छ, हरेक कुरा चाहिँ हामीले चिजलाई हामीले अनुसन्धान गर्नुपर्छ। त्यो भएको कारणले हामी एकै ठाउँमा एउटै सोच, एकै नासको केही पनि कामदेखि लगेर हरेक सोचहरू पनि हामीले गर्नु मिल्दैन। हस्त धन्यवाद।